नमस्कार, वेलकम ब्याक टु आवर च्यानल बिलभ सुम्निमा राई। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सबैजना सन्चै छौँ। आज चाहिँ बिहानै उठेर म यहाँ रोटी पोल्न जाँदैछु, किनभने आज चाहिँ विशेष दिन छ। हाम्रो लागि चाहिँ सानो प्रोग्राम राखेको छौँ, तर एकदमै स्पेसल छ। नानीहरूलाई सुताएर बाहिर निस्केर यहाँ पोल्दै थिएँ। मेरो छोराछोरी पनि बाहिर आएर मसँगै बसिरहेको छन् चिसोमा। भगवान चढायो बाजेलाई पनि एउटा राख्नु। चाहिँ रेडी भयो रोटी। सुम्निमा स्कुल लाने रे। यो सानो प्रोग्राम गरेको है हाम्रो छोराको लागि। छोडिदिनु कि ननिकाल्नु न लुगा, थोरै यसो समाएर काट्नु। तिम्रो खोइ अघि टपरा ऊ त टपरा समाउने ऊ त रोग ब्याग केही नलागोस् हाम्रो अभियानलाई। ल झन्डै खायो है। कान फेरि जला के लाग्यो क्या हो तन्क्यो होला। हे तेरिका हो है हो कानु नजाने अनि ल भयो होला अब त यहाँको अलिकति काट्नु नि। ल ल ल ल ल निन्द्रा पनि लगाइरहेको छ क्या आज बिहान छिटै उठेर। यहाँ त्यहाँनिर समाउमै राम्रो छ छोरी। टेन 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 फेरि जस्तै होला है। ल ल ल ओहो ओहो हो जुल्पी बनाएको जुल्पी जुल्पे दाई जुल्पे दाई जुल्पे ए लाउरे मेमेको बर्थडे ल ल ल भयो ल भयो अब ल भयो। ए टाइट 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 ल ल ल भयो ल भयो ल भयो। अन्त कति राम्रो कपाल नि भाइको। लु ओके ल भयो ल ल भयो डन। अब कोर्नु पनि पर्दैन ल। आहा कति ह्यान्डसम काटिदिनु भयो बाबाले। कस्तो ह्यान्डसम बनाइदिस्यो बाबाले नि। यता हेर छोरी पनि अहिले पर्तिर गएर। ओके रिहा धेरै दिन नकाट्नु न के। खुट्टा पो हो ए लु लु मेरो चान्चुले पैसै छैन। साठी छैन के रहेछ यो ममाले दे ल नै छोरो। किन कति हुँदो रहेछ किन भनेको त
हाम्रो चाहिँ बाबुको यो कपाल अलि लामो भयो नि त, त्यही भएर अब 3 वर्षसम्म वेट गर्नुपर्छ भन्ने कुरा भयो छेउरको लागि चाहिँ। अनि अब त्यति बेलासम्म चाहिँ कपाल एकदमै लामो हुने भएको भएर चाहिँ हामीले चाहिँ आज नै बाउनलाई यसो त्यो साइड देखाएर साइड मात्रै गरेको, अलिकति यसो अरू कसैलाई नबोलाएर यही घरमा यसो फ्यामिली मात्रै बसेर दिदी बहिनीहरूलाई कसैलाई नबोलाएर आज चाहिँ यसो साइड मात्रै गरेको। थ्याङ्क यू सो मच फर वाचिङ आवर च्यानल। अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। सी यू इन नेक्स्ट भिडियो।